अहिले सामाजिक सञ्जालमा सोशल मिडियाहरूमा चाहिँ मेरी कुमको त्यो स्पिच चाहिँ साह्रै भाइरल हुँदैछ। अब खासै मलाई त्यो सब चाहिँ मलाई यो सब बारेमा कसैको इन्टरफेयर गर्नु चाहिँ मन थिएन। स्पेसली यो चाहिँ मेरो साथीको लागि हो। यसलाई चाहिँ मोटिभेसनको रूपमा लिनु पर्यो क्या। हाम्रो मर्द समाजमा के बुझ्नु पर्यो भन्दाखेरि हामी आफ्नोमा ध्यान दिनु पर्यो सबभन्दा सुरुमा हैन। आफ्नो कन्फिडेन्स बढाउनु पर्यो, एक्सपिरियन्स हुनु पर्यो, दरो पैसा कमाउनु पर्यो, अनि मात्र रेस्पेक्ट पाइन्छ क्या। नत्र भए हाम्रो बाउ आमाले त रेस्पेक्ट गर्दैन, निठल्ला भनिदिन्छ। काम गरेन भने जा कतै काम खोज यस्तो त्यस्तो भनिदिन्छ। सरसमाजले अब नराम्रो भन्छ। अब निठल्ला भयो भने अब भएको केटी पनि अरूसँग गएर बिहे गरिदिन्छ। त्यही भएर पहिला आफूमा डेभलप गर्ने, आफूलाई वेल एक्सपिरियन्स बनाउने, अलिक सक्षम हुने, अलिक दरो पैसा कमाउने, अनि मात्र होइन रेस्पेक्ट पाइन्छ क्या ब्रो। त्यही भएर त्यो चाहिँ हामी त्यो नेगेटिभ वेमा नलिम, पोजिटिभ मोटिभेसन टाइपको रूपमा लिम। त्यो नत्र भए त खुलित्त भएको केटी पनि अरूसँग चलिदिन्छ, अरूसँग बिहे भइदिन्छ। के त साथी याद आयो होला होइन? तेरो मात्र घटेको होइन, सबैमा घटिरहेको छ त्यही घटना। Anyway guys, good morning, namaste and ram ram to everyone and welcome back to my YouTube vlog. It's me नाजुस दाई। फेरि म अर्को न्यू भ्लग लिएर आइसकेको छु गाइज। अनि के कसो होला आजको भिडियोमा देखाउँला। अनि मेरो यसरी नै कामसाम स्टार्ट भइसकेको छ, राउन्ड हानिँदैछ, चेकिङ गरिँदैछ। अनि आज फ्रेस मुडमा पनि छु, अलिकति टेन्सन पनि छ। अनि त्यस्तै हो, के कसो होला देखाउँदै जाउँला है गाइज। अनि यसरी नै बिहान बिहानै राउन्ड हानेर चाहिँ होममेड स्यान्डविच बनाएर खाँदै है गाइज। अनि के कसो होला हेर्दै जानु होला है गाइज। देखो न गाइज, देखो न गाइज, दुबई देखो ऊपर दुबई का सीन। गए मेरा चुरो तान्ने दिनहरू, गए मेरा गाजा तान्ने दिनहरू, गए। अनि यसरी नै साथीभाइहरूसँग हात हट्टा गरियो। अनि अहिले अमुलको फोन आयो कि अन्जुको आज बर्थडे सेलिब्रेसन गर्ने भनेर। अनि साथी रुकिरहेछ। अनि अब साथीसँग जान लागेको है, के कसो होला अहिले देखाउँला है ब्लगमा गएर। अनि यहाँ साथी पनि आइसकेको छ। अब हामी जान लागेको अन्जुको बर्थडे सेलिब्रेसन गर्न है गाइज। हामी जाँदैछौँ। यो चाहिँ चाय पनि खाँदैछ। के छ, कैसा है भाइ? चलो चलो ठीक है, अब बर्थडे सेलिब्रेसन करेंगे ठीक है। अन्जुलाई चाहिँ थाहा छैन हामी सेलिब्रेसन गर्ने भनेर बर्थडे उसको। अब हम लोग अंजू को सरप्राइज देने के लिए कॉल कर रहे हैं। लाउड स्पीकर नहीं, उसको बुलाने दो। పైకి రా జల్దీ రా। సరే। అరే Last birthday to you, happy birthday to you, happy birthday dear you, happy birthday to you. वो गाड़ी को गिरे नहीं तो अरे एक तो रख दो, एक happy birthday to you. Happy birthday to you, dear Anju. Happy birthday to you. Let's all cheer and say. Wait. Photo bro. Photo. Oh yes. Anju. Wow. अनि यसरी नै हात ठट्टा गरेर ड्युटी सकाएर चाहिँ क्याम्पमा लागिहालेँ गाइज। क्याम्प आउने बित्तिकै म जिमको लागि एक्सर्साइजको लागि निक्ली गएँ है गाइज। अनि के कसो होला हेर्दै जानु होला है गाइज। अनि यसरी नै एक्सर्साइज गरेर आयो, खानासाना खाएर फ्रेस भएर चाहिँ अब ढल्किन लागेको गाइज। भोलि बिहानै फेरि उठ्नुपर्छ। सो अब सुत्न लागेको। गुड नाइट, सी यु सुन एन्ड डु एज यु वान्ट टु डु गाइज। अनि यसरी नै माया सपोर्ट गर्दै गर्नु होला है गाइज। बाई बाई, टाटा।